हेलो गाइज, वेलकम टु माई ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग होइन। आज चाहिँ हामी गाडी बनाउनु गइरहेको इलेक्ट्रिक झ्यापझ्याप देखाइरहेको तर भएर होइन। चार्ज छैन यसको, त्यही भएर चाहिँ हाइसमा जान्छ। म चाहिँ सिङ्गल जान्छु। त्यही हो, गाडी आइरहेछ अब एकछिनमा। यो चार्ज पुग्छ कि नै थाहा छैन। महेन्द्रनगरसम्म पुग्यो नि धेरै हो, त्यहाँबाट हामी गइरहेको चाहिँ बनबसा इन्डिया। अब म चाहिँ हिँड्छु अगाडि नै, किनकि म बिस्तारै जान्छु नि त। फास्ट चलायो भने चार्ज सकिन्छ छिटै, त्यही भएर म अगाडि नै जान्छु। दाइ आउँछ कराउँदाखेरि आइसाउँदाखेरि, त्यही भएर म चाहिँ चल्दिएको। बाई बाई, टाटा बाई बाई। ल है, दाइ चाहिँ बिस्तारै आउँछ हाइसमा। म हिँडिसकेँ। अब दाइ पुग्न त मभन्दा अगाडि नै पुग्छ। मभन्दा अगाडि नै पुग्ने हो पुग्न त दाइ। त्यही अब बिस्तारै जानुपर्छ। चार्जमा चार्जै छैन। यहाँबाट इन्डिया कति किलोमिटर छ खै थाहा छैन। त्यस्तै हो। अब चलाउँदाखेरि भ्लग कसरी बनाउनु, एक्लै छु। ल सिधै अब महेन्द्रनगर पुगेपछि महेन्द्रनगर पनि पुगेँ भर्खरै। दाइ पुगिसकेको रहेछ बसमा। अनि दाइलाई लिएर हामी चाहिँ यो गड्डा चौक इन्डियातर्फ जाँदैछौँ। तर अहिले हामी जान्नौँ, चार्ज छैन नि त गाडीमा। मैले एउटा चार्जमा यता पुगेँ। अनि यहाँनिर चार्ज लगाएर ग्यारेजमा अनि पछितिर जान्छौँ। अहिले पुग्दैन, चार्ज पुग्दैन उतासम्म। चार्ज लगाएर चाहिँ त्यो बस चाहिँ जान्छौँ हामी। चार्ज लगाइसकेपछि हेरेर जान्छ दरवाजा चार्ज त्यहाँ लाउने हो। यसको इलेक्ट्रिककै हुन्छ नि त, ग्यारेज छ त्यहाँ, त्यही लाउने हो। चार्ज भने ब्याग छ हेरेर बस्नु। र हामी चार्ज लगाएर चाहिँ उता जान्छौँ। यता नि चार्ज भएन, चार्ज लगाएको चार्जै भएन। अब सिधै इन्डिया जानुपर्छ बनबसा होइन। अनि उतै गएर बनाउनु पर्छ, पुग्छ कि नै थाहा छैन। चार्ज मलाई झडाउने क्या होला। एक पोइन्ट छ अब यता। अब टेन्सन भइसक्यो, पुग्छ कि नै थाहा छैन। रिक्समा हो, रिक्समा होइन। रिक्समा गएर हामी यहाँबाट उता कति किलोमिटर छ बनबसा, कति किलोमिटर छ खै होला 10-12 किलोमिटर अझै त छ। पुग्दिन होला, बाटोमै सकिन्छ चार्ज। त्यति बेला त सिङ्गल त्यति भएर लोड नभएर कम खाएर चार्ज अब चाहिँ खान्छ चार्ज, बाटोमै अड्किन्छौँ। हाम्रो नेपालमा चाहिँ नेपालको बोर्डर चाहिँ हामीहरू इन्डियातर्फ लाग्यौँ। त्यहाँ पारि इन्डिया छ, यहाँ नेपाल अहिले देखाउँछ। अब यहाँ बाटो खराब छ। अगाडि हेर, अगाडि गड्डा चौकी बर्डर हो यहाँ हाम्रो नेपालको बर्डर। फाइनल्ली पुग्यो बोर्डरतिर। यो चाहिँ हाम्रो प्रहार। अरे अरे भिड। यो चाहिँ गेट, इन्डियाको गेट। यो नेपाल हो अहिले। हेर्न, भारत में आपका स्वागत है। धन्यवाद हाम्रो स्वागत गरिदिएकोमा। सत्यम जयते। अरे यहाँ त इन्डियाको झन्डा कहाँ छ? इन्डियन कहाँ हो? खै गायो छ यार। बालिन सरकारको एउटा जस्तो छ। ल फाइनली हामी इन्डिया पुग्यौँ। अब अगाडि चेक पोस्ट छ इन्डियाको।
त्यहाँ नेपाल और भारत का रोटी बेटी का संबंध वो देखो भाई वो देखो आ रही शादी किसी की देख रहे हो विनोद रोटी बेटी का संबंध देख रहे हो विनोद ये देखो ये देखो जूम करके दिखा गेटअप नहीं चाहिए थे पूरे हैं चलो ये बेकार है रे तोरी बहन के अब ये चल रहे हो यूपी बिहार में ल गाइस हामी चेकिङ पोस्टतिर पुगिहाल्यौँ अब त्यहाँ चाहिँ चेकिङ भइरहेछ होइन अगाडि चेक पोस्ट छ इन्डियाको बोर्डरको यता चाहिँ हाम्रो आइडी कार्डहरू छ सुरक्षा भयो। मतलब तर आइडी कार्ड छैन केटा हो नागरिकताहरू छ अब नागरिकता देखाउनुपर्छ गाडी हेलमेट खोल्नुपर्छ त्यो पछि चाहिँ हामी कट्नी हो यहाँबाट त्यो पछि बनबसा महाकाली नदी देखाउँछु तपाईँहरूले म चाहिँ पुगिसकेँ यता पार गरिसकेँ होइन तपाईँ चाहिँ आइरहेछ कहाँ छ यहाँ दुईवटा जनाले बसेर आउनु मिल्दैन नि त त्योहरू त आइरहेछ कहाँ त्यहाँ चेकिङ भइरह ऊ आइसक्यो दैनी त मैले देख्यो भने लान्छ फेरि अहिले अफ गर्छु हामी महाकाली नदीतिर पुग्दैछौँ देखो न गाइस देखो देखो इन सब मादर चोद को ये साले ने हड़प के रखा है ल हामी ए म महाकाली नदी नजिक पुग्दैछौँ साथीहरू यो बनेपाको बस कहाँबाट आयो यहाँ तीर्थयात्रा है भनेपछि यो तीर्थयात्रामा भारततर्फ गएको थियो अहिले रिटर्न हुनु लाग्छ नेपालदेखि माया काशी बद्रीनाथ केदारनाथसम्म हो दाजु नमस्ते हामी पुग्यौँ शारदा ब्यारेज अगाडि है त हेर्छ अगाडि हेर्छ बनबसा पुल ल है पूर्व उप प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बेचेको ठाउँ हेर्नुहोस् साथीहरू त्यसका बाजे थाला शेरबहादुर देउवा यिनीहरूका बाउले बेचेको माछाला चोरहरू पहिला यही थियो होइन नेपालदेखि नेपाल यहाँ होइन ऊ त्यहाँ चाहिँ अगाडि छ नि त्यही होइन तलैमा देख्नुहोस् गन्नेर ल है साथीहरू यो हेर्नुहोस् पानी अहिले अब गर्मीमा यता पानी हुँदैन बारिसको समयमा नेपालमै छोड्या हुन्छ पुरा पानी अहिले एक पनि छैन हेर्नुहोस् ल हेर्नुहोस् ग्यास हेर्नुहोस् अस्ति त पुरै पानी थियो पुरै आजकल बन्द भइसक्यो नि उता लिइसक्यो होला नि त पुरै त्यही भएर त्यो कहाँको बात हो अङ्ग्रेजले बनाएको पुल हो यो अङ्ग्रेज ब्रिटिस सेनाले ब्रिटिस हो के हो यहाँ ठ्याक्कै भन्नुपर्दा सिन चाहिँ सही छ क्या एउटा टिप्पर बाहेक केही छैन जामले पुगेको एक डेढ़ 2 मिनट आइसर अगाडि लागेर यार बाटै छैन ल है साथीहरू हामी बनबसाको पुल पनि गरिसक्यौँ हेर्नुहोस् यता पानी पुरै यतापट्टि लिएको छ पुरा हेर्नुहोस् साथीहरू कति ढोका छन् ल पुरै ढोका खोलेकै छ क्या हेर्नुहोस् ढोका खोलेर लवात्तै पानी पठाएको छ त आफ्नोतिर हेर्नुहोस् सुक्खा छ यता त सुक्खा राखेको छ यता त हेर्नुहोस् यस्तै हो हेर्नुहोस् इन्जन पुरानो ब्रिटिसहरूको ल साथीहरू 16 ढोका पानी लिएको यता इन्डियाले नेपालबाट हेर्नुहोस् 16वटा पुरै खोल्या खायो हेर्नुहोस् साथीहरू फुल खोल्दैछ ल हेर्नुहोस् पुरा पानी यतापट्टि अहिले एक पनि बन्द छ 16 हेर्न देखाउन नम्बर 16
16वटा ढोका खोलिदिएको छ पानी पुरै इन्डिया पानी पुरै यता छ हेर्नुहोस्। महाकालीको पानी यहाँ आइदिएन यता पुरा पानी लगाइज हामी अफिसियल्ली इन्डियामा पुग्यौँ अब इन्डियाको नेपालको बोर्डर ऊ त्यहाँ हो त्यो जङ्गल पारी हो पहिला त्यो पुरै गिरिजा प्रसादको काम हो सायद गिरिजा प्रसाद कोइराला शेरबहादुर देवभवानी महेन्द्रनगरको मान्छे छ तर त्यसको नाम याद आउनु लाग्छ होइन त्यो जिन्दै छ अझसम्म है गाइज हामी पुग्यौँ बनबसा क्षेत्रभित्र हामी प्रवेश गरिसकेका छौँ 1 किलोमिटरको यो यहाँदेखि हो र पहिला यहाँसम्म सीमाना उसरी त यो पुरै हो तर पछिसम्म चाहिँ यहाँसम्म चाहिँ पछि गिरिजा प्रसाद पुरानो भन्दाखेरि चाहिँ नेपाल सरकारको यो एरिया अहिले चाहिँ भारत सरकार पहिले गोर्खालीको थियो अहिले सत्यम जयते भारतको छ वन्दे मातरमको न अरू त केही छैन तर देखेँ भारत सरकार कार्यालय यहाँ पो छ त हेर्नुहोस् यस्तो देख्दा त बिजोकै रिस उठेर आउँछ गाली गर्ने मन लाग्छ कि नेताहरूलाई महासभा बजार मार्केटमा पुगिसक्यौँ नगर पञ्चायत जनपद अर्पण पर हार्दिक स्वागत अभिनन्दन धन्यवाद शुक्रिया ए भिड लागेछ अगाडि घुसाइदिउँ साइडबाट हत्ता फसियो गाडी रेलवे स्टेसन फसियो त एक्जाममा रेलवे स्टेसन हामी पुग्यौँ बनबसा रेलवे स्टेसन ल गाइज हेर्नुहोस् बनबसाको मार्केट खतरा डेंजर खतरा 25,000 ये देखो गाइस ये है बनबसा का रेलवे स्टेसनमा पुगेछौँ हामी तर ट्रेनै छैन यार स्टेसनमा हामी के गर्ने आउँछ होला ल हेर्नुहोस् इन्डियनहरूको दिमाग पेट्रीमा हिँडिरहेको कहाँनिर गाइज यता उयो भने कतै देख्दैन आराम गर्नलाई उयो पुग्यौँ फाइनली ग्यारेज ल गाइज हामी आफ्नो ठाउँमा पुगिसक्यौँ अब कहाँ जाने कहाँ जाने जाउँ एक पसलमा होइन मस्त सामान किनौँ भन्दा थियो नि अघि कुन सामान कुन सामान दोस्त के लिए सामान खरीदना है चलो ऊ त्यहाँ छ पर्फ्युम किन्नु ल त्यो बन्द गर्छ होइन हामी चाहिँ सामान किन्न गइरहेको छौँ दाइले खै के किन्छ अरे पर्फ्युम सर्फ्युम पकेट पर्फ्युम ये छ कि नै पॉकेट परफ्यूम का पॉकेट परफ्यूम छोटा वाला बड़ा वाला होगा पकेट पर्फ्युम नहीं है हामीले चाहिँ सामान पाएनौँ यता होइन अब यसो नास्ता गरौँ भनेर यता नेपाली पसल नेपालीको पसल छ होइन यता फुड जोन अफ छ त के हो बन्द छ बन्द छ कि ठुलै हो बन्द छ सटर डाउन त्यही त हो किन अब सबै बन्द त्यहाँ नि बन्द छ यो चाहिँ खानासाना नखाइ सधैँ रेलवे स्टेसन घुम्न गइरहेको छौँ होइन यता छ कचडा नै 1 नम्बर कचडा हो हेर्नु इन्डिया यति फोहोर छ नि अब भन्नु नि के जता त्यति भन्दा मात्रै
यस्तो घनाइराख छोडिदिनु हेर्नुभयो बाटोमा नि त्यस्तै फोहोर जता त्यतै फोहोर मात्रै छ क्या योभन्दा तर नेपालै सफा छ जति नै विकास भयो नि यता सफाको चाहिँ कहिल्यै विकास हुँदैन सफा चाहिँ कहिले पनि गर्दैनन् यता योभन्दा त सफा हाम्रै यता के छैन के हो यहाँ त हेलो ब्रदर स्कूल से मनबसा अब हामीहरू तपाईँलाई ट्रेन देखाउनेवाला छौँ तपाईँहरूले ट्रेन देख्नु भएको कि नै देख्नु भएन होला मलाई थाहा किनकि इन्डिया आयो पो देख्नुहुन्छ त दार्जिलिङ जानु पर्यो नत्र भने कहाँ हो त्यो मध्य प्रदेश त्यतै हो नत्र कतै छैन यतै हो है हिँड्ने बाटो पनि छ त ट्रेन आउँछ हेरौँला एकछिन पछि ट्रेनमा चढेर हिँड्दै नि हुन्छ ट्रेन देखाउने भनेका थियौँ तर ट्रेनै आएन कति बेला आउँछ थाहा भएन हामीलाई पनि लेट हुन्छ अब त्यही भएर हामी जान्छौँ खाना पनि खाएन हामीहरूले कतै बसेर खाना पनि खानुपर्छ खाना खाने त्यसपछि हामी नेपाल आउने यस्तो भारतमा नबस्ने मलाई कचडै कचडा छ जहाँ पनि जिन्दगीभर भारतमै बसेर अहिले चाहिँ लास्टमा आएर यस्तो भन्न मिलेन नि हामी जस्तोले चाहिँ मिल्यो होइन मन नभएर नि बस्नु पऱ्यो केटा हो इन्डियामा अब चाहिँ हामी ग्यारेज गएर अब ए त्यहाँबाट ग्यारेज गएर गाडी निकाल्छौँ पेट्री चेन्ज ए यस्तो छ नि त उता यस्तो छ हेर्नु ठ्याक्कै उताबाट आइरहेको थियौँ यहाँ चाहिँ के हो यो टुवा गरेर आएको छ ट्रेन आइरहेको छ यतैबाट हेरौँ उता रोकिएको बेला हेर्ने मन थियो गेट लगाइसक्यो पुरै कस्तो डेन्जर भयो खत्रै लाग्यो यार उसको त हेलमेटमा प्याक्टै कति बेला आउँछ कति बेला 2-3 मिनट पहिला 2 मिनट बाद गेट खुलेगा अरे 2 मिनट बाद की टनकपुर दिशा की और नॉन स्टॉप गाड़ी गुजरने के 2 मिनट बाद गेट खुलेगा ट्रेन कति लामो हुन्छ तर हिमतलै गएर देखाउँछौँ अब होइन स्टेसनमै अब हामी स्टेसनमै जान्छौँ अघि जहाँ थियो उतै त्यहाँ गएर देखाउँछौँ राम्रोसँग बाटोमा हेर्नु ट्रेन आउनु बेलसम्म हामी उता पुगिहाल्छौँ मैले त देखाएको छु पहिला नै होइन अब तपाईँहरूलाई देखाउनु मात्रै हो कि यति हो मैले त बस्न पनि बसिसक्यो भनौँ छैन यत्तिकै भएन देख्न चाहिँ देखाएको छु कतिचोटि पहिला अब आज राम्रोसँग हेरौँ तपाईँहरूलाई पनि देखाउँछु ल हामी नि यता पुग्यौँ ठ्याक्कै ट्रेनले हर्न पनि बजायो देखिरहेको छु कसको हो यो बाख्रा फेरि हालिदिउँ प्याट्रीमा यही पट्टिमा आएर योमा अघि पर आइसक्यो चालु ट्रेन भएपछि त बिचमै जान्छ ए के गर्छ
रोकिने वाला ट्रेन होइन यो उता देख रोकिने वाला होइन रे लौ कस्तो धेरै ठुलो नरहेछ धुलो त के हो त धुलोको कति हो त्यही त पानी फाल्यो गइसक्यो रोकेन रोकिने भएपछि साइडमा आउँछ क्या त गन हेर्दा बाथरुम कस्तो गन्दा हो पुरै बाथरुमको पानी यतै फाल्यो ल उता नि गेट खुल्यो अब हामी जाम चलो फिर अब घर जाने ल छ्यामा साला गन्ध गन्ध चाहिँ खत्तम पुरै टोइलेटको पानी हो कि फाल्या हो पुरै गन्दा पुरै खत्तम गर्दा ल त अब गयो हामीहरू हामी चाहिँ उताबाट हिँडिसक्यौँ होइन अब घरतिर गएर नेपालतिर यहाँनिर यसो अन्डा सन्डा खाम नास्ता गरेर जाउँ भोक लागिसकेको त्यही भएर यहाँनिर रुखेको अब खाएर हिँडिहाल्ने हो हामीले खाइसक्यौँ अब गइरहेछौँ दाइ आइसक्रिम खान्छ अरे हेलमेट हाल्नु होला आज अगर बच्चा भी हो गया जाओ प्रदीश कितने का 35 35 35 भाई साहब क्या है अब यस्तै छ दाइल चलाइरह होइन हामी चाहिँ लाग्यौँ नेपालतिर भ्लग कस्तो भयो भनिदिनु होला होइन अब तपाईँहरूले साथ सपोर्ट दिनुभयो भने चाहिँ फेरि आउँछ फर्स्ट भ्लग हो नराम्रो पनि हुनसक्छ राम्रो नि कस्तो छ अब त्यो मलाई थाहा भएन जस्तो भयो नि सपोर्ट गरिदिनु होला त्यो पछि यो पछिको भ्लग अझै राम्रो आउनेछ सपोर्ट गऱ्यो भने त्यही हो सबैजनाले सपोर्ट गरिदिनु होला यस्तै छ हामी चाहिँ महेन्द्रनगर पुग्यौँ होइन अब गाडी चार्ज लगाइसक्यो अब खाना नै खाएनौँ कति 3 बजिसक्यो 3:30 भइसक्यो खाना खाएन अहिलेसम्म अब चाहिँ खाना खान्छौँ गएर 2-3 घन्टापछि गाडी लिन आउँछौँ त्यो पछि चाहिँ घर जाने हो आजको लागि चाहिँ कस्तो लाग्यो भनिदिनु होला आजको लागि चाहिँ यति धन्यवाद।